साथीहरू सबैलाई नमस्कार। म चाहिँ आज विशेष गरी कम्पाउन्ड इन्ट्रेस्ट अर्थात् चक्रीय ब्याजको टपिक लिएर तपाईहरुको सामु म चाहिँ उपस्थित भएको छु। विशेष गरी आजको सेसन रहेको छ सूत्र प्रयोग नगरेर चक्रीय ब्याज र चक्रीय मिश्रधन कसरी निकाल्ने त। आजसम्म हामीले लगभग धेरैजसो हिसाबहरू यो चक्रीय ब्याजको हिसाबहरू चाहिँ हामीले सूत्र प्रयोग गरेर मात्रै गर्ने गर्छौं। तर यो चक्रीय ब्याज र मिश्रधनलाई हामीले सजिलैसँग सूत्र प्रयोग नगरेर पनि हामीले सजिलै गर्न सक्छौं, जुन चाहिँ मैले कक्षा 10 को गणित भन्ने किताबबाट चाहिँ लिएको छु, जुन चाहिँ क्वेशन नम्बर 3 मा रहेको छ, जहाँ चाहिँ हाम्रो भनेको छ चक्रीय ब्याजको सूत्र प्रयोग नगरी तल दिएको अवस्थामा वार्षिक चक्रीय ब्याज र मिश्रधन पत्ता लगाउनुहोस् भनेको छ, जुन चाहिँ क नम्बरमा रहेको छ क्वेशन। मूलधन अर्थात् साउलाई मूलधन पनि भन्छ है, त्यो तपाईहरुलाई थाहै होला। अनि त्यसपछि गएर मूलधन रहेको छ 10,000, समय 2 वर्ष, त्यसपछि ब्याज दर चाहिँ r बराबर 6% है त। त्यसैगरी ख नम्बरमा चाहिँ रहेको छ मूलधन p बराबर चाहिँ रु 64,000, समय 3 वर्ष, त्यसैगरी ब्याज दर चाहिँ 6 वर्ष। त्यसैगरी ग नम्बरमा चाहिँ अलि फरक टाइपको रहेको छ। यसमा चाहिँ साउ अर्थात् मूलधन चाहिँ 20,000, समय 2 वर्ष। अनि सी यसमा चाहिँ ब्याज दर फरक दिएको छ। पहिलो वर्षको लागि ब्याज दर चाहिँ r1 = 10%, त्यसैगरी दोस्रो वर्षको लागि चाहिँ ब्याज दर r2 = 12% यसरी चाहिँ दिएको छ साथीहरु। यसलाई चाहिँ अरु केही नमान्नु होला साथीहरु, एकदमै सजिलो छ। म चाहिँ आफूसँग भएको 2-4 कुराहरु तपाईहरुको सामु प्रस्तुत गर्न गइरहेको छु। कृपया अन्तिमसम्म यो भिडियोलाई स्किप नगरेर हेरिदिनु होला भन्दै म आफ्नो चाहिँ भिडियोलाई चाहिँ अगाडि बढाउन चाहन्छु। क नम्बरको क्वेशनलाई हामीले चाहिँ सुरुमा सल्भ गरौँ है त साथीहरु। क नम्बर क्वेशनमा चाहिँ हाम्रो सावा है अर्थात् मूलधन रहेको छ 10,000 है त साथीहरु। ल मैले यहाँबाट सुरु गरे साथीहरु, जसमा चाहिँ हाम्रो रहेको छ मूलधन है साथीहरु, मूलधन। ल मूलधन क नम्बर क्वेशन, क नम्बर क्वेशन है साथीहरु। मूलधन अर्थात् सावा मैले लेखे है साथीहरु। सावा भन्नु र मूलधन भन्नु एउटै कुरा हो, त्यसैले मैले चाहिँ सावा लेखे है त। सावा रु कति छ 10,000, त्यसैगरी समय कतिको छ, समय t = 2 वर्ष है। त्यसैगरी ब्याज दर है, ब्याज दर r कतिको छ 6% दिएको छ। र चाहिँ हाम्रो क्वेशनले के भनेको छ एकचोटी राम्रोसँग पढ्नु होला। चक्रीय ब्याजको सूत्र प्रयोग नगरेर है हामीले लगभग जति पनि हिसाब गर्छौं प्राय जसो यो चक्रीय ब्याजको हिसाब सूत्र प्रयोग गरेर मात्रै गर्ने गर्छौं। तर आजको सेसनै रहेको छ सूत्र प्रयोग नगरेर कसरी गर्ने है त साथीहरु। एकचोटी कन्सेप्ट बुझ्नु होला, त्यसपछि गर्दै जानु होला है त। हामीलाई सोधेको के छ चक्रीय मिश्रधन र चक्रीय ब्याज है। चक्रीय ब्याज वार्षिक चक्रीय ब्याज के निकाल्नु भनेको छ CI = व्हाट। त्यसैगरी चक्रीय मिश्रधन है, मिश्रधन CA = व्हाट। अब प्रश्न अनुसार है, हुन त हाम्रो सूत्र सधैं छ है, सूत्र पनि छ, तर यहाँ चाहिँ हाम्रो के छ सूत्र प्रयोग नगर्न भनेको छ। त्यसैले हामी चाहिँ यहाँ चाहिँ सूत्र प्रयोग गर्दैनौं है। त्यसैले मैले चाहिँ यहाँ के लेखे प्रश्नानुसार है, प्रश्नानुसार है। प्रश्नानुसार गर्दाखेरि यहाँ चाहिँ हाम्रो 2 वर्षको लागि यहाँ चाहिँ निकाल्नु पर्ने छ। त्यसैले हामी चाहिँ पालै पालो 2 वर्ष छ, त्यसैले 2 वर्षको लागि ब्याज निकाल्नु पर्छ। 3 वर्ष दिएको छ भने 3 वर्षको ब्याज निकाल्नु पर्छ, 4 वर्ष दिएको छ भने 4 वर्ष, 5 वर्ष दिएको छ भने 5 वर्षको चाहिँ हामीले ब्याज निकाल्नु पर्ने हुन्छ है। त्यो चाहिँ कति वर्षको निकाल्ने के गर्ने भन्ने कुरा चाहिँ यो समयले चाहिँ निर्धारण गर्छ है साथीहरु। यहाँ चाहिँ अब 2 वर्षको लागि ऋण लिएको छ, त्यसैले यहाँ चाहिँ
2 वर्षको ब्याज निकाल्छौँ हामीले। अब यहाँ चाहिँ के गर्छौँ भन्दाखेरि पहिलो वर्षको लागि सुरुमा है, पहिलो वर्षको लागि है, पहिलो वर्षको लागि के हुन्छ त यहाँ चाहिँ है, पहिलो वर्षको लागि सुरुमा चाहिँ सिआई निकाल्ने है। सिआई भनेको हाम्रो के हो गरे चक्रिय ब्याज। सिआई हामीले चाहिँ के गर्नुपर्नेछ 10,000 रुपैयाँ सावाको चाहिँ 6% ब्याज तिर्नुपर्नेछ है। त्यो भनेको 1 वर्षको चक्रिय ब्याज हो। अब यहाँ चाहिँ यसबाट चाहिँ के निस्किन्छ 1 वर्षको चक्रिय ब्याज निस्किन्छ। प्रतिशत हराउनलाई 100ले भाग गर्ने 20 क्यान्सल। यो गर्दाखेरि 100 छका रु 600 रुपैयाँ आउँछ। यो भनेको हाम्रो के हो त साथीहरू, यो भनेको 1 वर्षको लागि हाम्रो चाहिँ ब्याज हो है, चक्रिय ब्याज हो। अब दोस्रो हाम्रो चाहिँ 2 वर्षको, यहाँ त हाम्रो कति छ समय 2 वर्ष दिएको छ, 2 वर्षको चक्रिय ब्याज निकाल्नु पर्ने छ। त्यसैले यहाँ चाहिँ मेन पोइन्ट भनेको चाहिँ अब के हुन्छ भन्दाखेरि दोस्रो वर्षको लागि हाम्रो चाहिँ ब्याज निकाल्दाखेरि है, दोस्रो वर्षको लागि चाहिँ ब्याज निकाल्दाखेरि के ख्याल गर्नु होला भन्दाखेरि हाम्रो चाहिँ यो सामा कति छ 10,000 छ, कति छ 10,000 छ। तर अर्को वर्षको लागि हामीले 1 वर्ष ब्याज तिरिसकेपछि अर्को वर्षको लागि ब्याज निर्धारण गर्दाखेरि हाम्रो चाहिँ जहिले पनि यो सावामा है यो ब्याज चाहिँ 1 वर्षको ब्याज अर्को वर्षको ब्याज चाहिँ थपेर नयाँ सामा निर्धारण हुन्छ र त्यही सामाको चाहिँ हामीले निर्धारण गरेको ब्याज दरको चाहिँ प्रतिशत तिर्ने गर्छौँ है त। त्यसैले यहाँ चाहिँ अब नयाँ सामा कति बन्छ त सामा पी इक्वल टु है, दोस्रो वर्षको लागि सामा पी इक्वल टु के हुन्छ हाम्रो चाहिँ पुरानो सामा भनेको 10,000 छँदैछ, त्यसमा चाहिँ 600 ब्याज थपेर हाम्रो चाहिँ नयाँ सामा निर्धारण हुन्छ। अर्थात् रु कति हुन्छ त 10,600 रुपैयाँ चाहिँ हामीले अब नयाँ सामाको ब्याज तिर्छौँ है साथीहरू। यो चाहिँ नझुक्किनु होला, एकदमै ख्याल गर्नु होला। अनि त्यसपछि गएर अब चाहिँ हामीले दोस्रो वर्षको लागि सिआई निकाल्दाखेरि अब के गर्छौँ 10,600 को है 10,600 को 6% निकाल्छौँ है त साथीहरू दोस्रो वर्षको लागि। अनि 10,600 को 600 को है 6% निकाल्दाखेरि हाम्रो कति हुन्छ 6 छका 36 छैकानी छ रु 636 रुपैयाँ आउँछ। अब पहिलो वर्षमा आएको चक्रिय ब्याज र दोस्रो वर्षमा आएको चक्रिय ब्याज दुवैलाई जोड्यो भने 2 वर्षको चक्रिय ब्याज आउँछ। भन्नाको मतलब देयरफोर सिआई टोटल भनेको चाहिँ चक्रिय ब्याज वार्षिक चक्रिय ब्याज 2 वर्षको लागि चाहिँ कति हुने भयो 600 प्लस 636 इक्वल टु रु कति हुने भयो 1236 रुपैयाँ आयो नि त हैन साथीहरू। यो सूत्र प्रयोग नगरे पनि मजाले निकाल्न सकिन्छ साथीहरू। तपाईलाई चाहिँ कस्तो लाग्दैछ पक्कै पनि रमाइलो लागिरहेको होला। रमाइलो लागिरहेको छ भने प्लिज सल्लाह सुझाव कमेन्ट बक्समा छोड्दै जानु होला साथीहरू। ल अब म चाहिँ सिआई है निकालिसके, अब चाहिँ हाम्रो के निकाल्न बाँकी रह्यो अर्को सिए भन्ने है। सिए भनेको के हो गरे साथीहरू, सिए भनेको चाहिँ वार्षिक चक्रिय मिश्रधन है। चक्रिय मिश्रधन भनेको चाहिँ के हो भन्दाखेरि सावामा है, सावामा चाहिँ चक्रिय ब्याज जोडिएको रकम हो। अर्थात् जुनसुकै एउटा सङ्घ संस्थाबाट निकालिसकेपछि हामी ऋण निकालिसकेपछि सावा र ब्याजसँगै बुझाउँदाखेरिको टोटल जम्मा रकमलाई के भन्छ त चक्रिय मिश्रधन भन्छ है त। त्यसैले अब हामीले चाहिँ सावा कति छ हाम्रो 10,000 छ, 10,000 मा चाहिँ हामीले 1236 रुपैयाँ हाम्रो चाहिँ 2 वर्षको चक्रिय ब्याज छ। यो टोटललाई जोड्दाखेरि हाम्रो चाहिँ सिए कति आउँछ त मिश्रधन कति आउँछ त साथीहरू 11,236 रुपैयाँ आउँछ है त साथीहरू। त्यसै गरी अब हामीले ख नम्बरको पनि सेम यस्तै गर्न सक्छौँ है त साथीहरू। ख नम्बरमा पनि सेम यस्तै रहेको छ हाम्रो, केही पनि फरक छैन साथीहरू, हामीले मजाले गर्न सक्छौँ। ख नम्बर क्वेसन ध्यान दिएर हेर्नु होला साथीहरू। ख नम्बरमा चाहिँ हल्का के छ भन्दाखेरि अलि ठुलो समस्या छ, ठुलो खालको चाहिँ सङ्ख्याहरू छ, समस्या ठुलो आउन सक्छ अलि है। ल क्वेसन नम्बर खमा चाहिँ हाम्रो क्वेसन नम्बर खमा सोलुसन गर्दाखेरि
है त साथीहरु। हाम्रो चाहिँ सावा p इक्वल टु कति छ, तपाईहरुले मूलधन लेख्दा पनि केही फरक पर्दैन है साथीहरु। यहाँ चाहिँ सावा 64,000 रहेको छ है। त्यसैगरी समय t इक्वल टु 3 वर्ष दिएको छ। अहिले वर्षलाई बढाइदिएको छ है साथीहरु। अनि त्यसपछि ब्याज दर r इक्वल टु कति छ साथीहरु, यो चाहिँ सेम रहेको छ है ब्याज दर। अनि त्यसपछि गएर फेरि त्यही भनेको छ, हामीलाई के निकाल्नु भनेको छ साथीहरु, चक्रिय ब्याज है, CI इक्वल टु व्हाट, अनि त्यसपछि चक्रिय मिश्र धन है त साथीहरु, CA निकाल्न यहाँ चाहिँ हामीलाई भनेको छ। अब प्रश्न अनुसार हामीलाई चाहिँ सूत्र प्रयोग गर्न मिल्दैन अहिले साथीहरु, बिना सूत्रको गर्ने हो प्रश्न अनुसार। त्यसैले अब हामीले चाहिँ सुरुमा पहिलो वर्षको निकाल्छौं। पहिलो वर्षको लागि चक्रिय ब्याज है त साथीहरु। पहिलो वर्षको लागि निकाल्दाखेरि हाम्रो है त CI इक्वल टु के हुने हो, 64,000 को 6% हामीले तिर्छौं। 64,000 को 6% रकम तिर्छौं। 64,000 को 6% भनेको कति रहेछ त साथीहरु, 64,000 × 6/100, 20 क्यान्सल गुणन गर्दाखेरि हाम्रो कति आउँछ त 3840 रुपैयाँ आउँछ साथीहरु। एकचोटि क्याल्कुलेटर पनि चेक गर्नु होला। त्यसैगरी अब दोस्रो वर्षको लागि निकालौं है। अब मैले अघि पनि भने दोस्रो वर्षको लागि हाम्रो चाहिँ CI निकाल्दाखेरि यो आएको ब्याज चाहिँ हाम्रो सावामा जोडिन्छ र नयाँ सावा निर्धारण हुन्छ। अब दोस्रो वर्षको लागि अब हामीले चाहिँ यहाँ चाहिँ सावा लेख्नु पर्छ, किनकि यहाँ चाहिँ हाम्रो नयाँ सावा निर्धारण हुन्छ। नयाँ सावा भन्छ हाम्रो चाहिँ पुरानो सावा भनेको 64,000 छँदै छ। 64,000 मा चाहिँ हाम्रो 3840 रुपैयाँ चाहिँ ब्याज जोडेर चाहिँ नयाँ सावा निर्धारण गर्दाखेरि हाम्रो चाहिँ टोटल सावा भनेको चाहिँ हाम्रो कति हुन आउँछ त 67,840 रुपैयाँ हुन आउँछ। अब यसको चाहिँ 6% फी तिर्नुपर्छ हामीले अर्को वर्षको लागि। दोस्रो वर्षको लागि CI निकाल्दाखेरि हाम्रो 67,840 रुपैयाँ को 6% ब्याज पर्छ। अब यसको 6% निकाल्दाखेरि हाम्रो 67,840 को 6% अपन 100 1010 क्यान्सल गर्दाखेरि 0.6। ल साथीहरु क्याल्कुलेटर हान्नु होला है त। पोइन्टमा आइसक्यो। अब यो चाहिँ हाम्रो आउँछ सेकेन्ड इयरको 4,070.4 आउने रहेछ है त, यति रुपैयाँ आउँछ। अब तेस्रो वर्षको लागि चाहिँ हामीले 64,000 मा जोड्दैनौं साथीहरु, किनकि हाम्रो चाहिँ अर्को वर्षको लागि हाम्रो दोस्रो वर्षको चाहिँ सावा भनेको कति यति रकम आइसकेको छ। अब हामीले चाहिँ यसमा जोड्ने हो है त साथीहरु। तेस्रो वर्षको लागि सावा कति भन्नु हुने हो त साथीहरु, सावा p इक्वल टु अब हामीले चाहिँ दोस्रो वर्षको नयाँ सावा थप्दै जाने हो है साथीहरु। पुरानोमा थपे पनि हुँदैन। रु 67,840 भनेको चाहिँ हाम्रो सावा थियो पुरानो। त्यसमा चाहिँ हामीले 4,070.40 के 4 रुपैयाँ चाहिँ हामीले थप्यौं भने हाम्रो चाहिँ कति आउँछ साथीहरु, भन्नुस् त साथीहरु, 7,411,71,910 रुपैयाँ आउँछ। रु 71,910 रुपैयाँ आउँछ। 0.4 है त साथीहरु। अब CI निकाल्दाखेरि तेस्रो वर्षको है साथीहरु। अब यहाँ चाहिँ ध्यान दिएर हेर्नु होला है।
अब हाम्रो चाहिँ नयाँ सामा यति आयो। अब यतिको चाहिँ हामीले यो आएको यो सामाको चाहिँ 6% ब्याज चाहिँ हामीले 1300 वर्षमा तिर्ने गर्छौँ। त्यसैले हाम्रो चाहिँ नयाँ सामा कति हुन्छ यहाँ चाहिँ सरी, अब यहाँ चाहिँ CI इक्वल टु यो 1300 वर्षको है साथीहरू। यहाँ चाहिँ अब हाम्रो सामा कति छ 71,910.4 को 6% हामीले तिर्ने हो। त्यसै गरी 71,910.4 को 6% निकाल्दाखेरि क्यालकुलेटर हाल्नु साथीहरू। यो निकाल्दाखेरि हाम्रो कति आउँछ त साथीहरू? एकचोटि राम्रोसँग क्यालकुलेटर हानेर चेक गर्नु होला साथीहरू है त। ल क्यालकुलेटर हान्दाखेरि हाम्रो कति आयो 4314 है, 4314 है त साथीहरू। 4314.624। अब 3वटै वर्षको चाहिँ हामीले के गर्छौँ त ब्याजलाई जोड्छौँ है त, चक्रिय ब्याजलाई जोड्छौँ। देयरफोर है, देयरफोर ल देयरफोर CI टोटल भनेको चाहिँ हाम्रो पहिलो वर्षको कति छ साथीहरू हेर्नुहोस् त 3840। मैले चाहिँ यहाँ 3840 लेखेँ है, प्लस दोस्रो वर्षको कति छ 4070 है त, 4070.4 है त, प्लस तेस्रो वर्षको कति छ 4314 यही छ है त साथीहरू, 4314.624। अब 3वटैलाई जोड्दाखेरि हाम्रो कति आउँछ त साथीहरू? 3वटैलाई जोड्दाखेरि कति आउँछ? एकचोटि जोड्नुहोस् मजाले। जोड्दाखेरि कति आउँछ साथीहरू? एकचोटि भन्नुहोस् त कति आउँछ? मैले चाहिँ जोडिरहेको छु है त साथीहरू, मैले चाहिँ जोडिरहेको छु साथीहरू। तपाईहरु पनि जोड्दै गर्नुहोस्, तपाईहरु पनि जोड्दै गर्नुहोस् साथीहरू, प्लिज प्लिज प्लिज। जोड्दाखेरि हाम्रो चाहिँ आयो यी 12,224.624। तपाईहरुको बुकमा चाहिँ यहाँ चाहिँ 12,225 छ साथीहरू। यो भन्नु र 12,225 भन्नु एउटै कुरा हो, किनकि यो संख्यालाई चाहिँ हामीले दशमलव पछाडिको संख्यालाई यहाँ चाहिँ हामीले शून्यान्त गर्दाखेरि 12,225 नै हुन आउँछ। त्यसैले यो आन्सर चाहिँ ठीक छ है साथीहरू। सी हाम्रो टोटल कति आयो साथीहरू? यति आयो। अब यसलाई चाहिँ हामीले सीए निकाल्दाखेरि, सीए भनेको हाम्रो के हो रे? सामामा चाहिँ चक्रिय ब्याज जोडिएको रकम, थपिएको रकम है। अब यहाँ चाहिँ सामा हाम्रो कति छ? 64,000 छ है। 64,000 मा चाहिँ हामीले 3 वर्षको ब्याज जोड्नु पर्यो है। 3 वर्षको ब्याज थप्दाखेरि 12,224.624 यो रकम थप्दाखेरि हाम्रो चाहिँ 76,000 रु 76,225.224 लेखेँ है साथीहरू। मैले शून्यान्त गरेन, यो चाहिँ 4 हो, सरी यस्तो लेखौँ, रु 76,224.624 यति रुपैयाँ हुन्छ साथीहरू। यसरी चाहिँ हामीले मजाले निकाल्न सक्छौँ। त्यसैगरी अब हाम्रो चाहिँ क्वेशन नम्बर ग मा रहेको छ। यो साथीहरू एकचोटि तपाईहरु आफै ट्राई गर्नु होला, कस्तो गर्न सकिन्छ कि सकिँदैन एकचोटि ट्राई गर्नु होला। यदि आएन भने कमेन्ट गर्नु होला। म चाहिँ अर्को भिडियो बनाउँदाखेरि यही प्रब्लमबाट सुरु गर्नेछु। यति भन्दै म आफ्नो यो भिडियोलाई यही स्थगित भएको चाहिँ जानकारी गराउँदै बिदा हुन चाहन्छु। र अन्त्यमा म के भन्न चाहन्छु भने यो भिडियोलाई मन परेमा, यो भिडियो मन परेमा तपाईहरुले चाहिँ यो भिडियोलाई धेरै भन्दा धेरै शेयर गरेर मलाई चाहिँ साथ सपोर्ट
दिनुहोला भन्ने म चाहिँ आशा राख्दै आजको भिडियोबाट चाहिँ म बिदा हुन्छु। हवस् त, धन्यवाद।